त्यो एउटा छाडा बोल्ने भाइलाई समाइएछ होइन। अब कसको आदेशमा समाइयो थाहा छैन, तर बालेन दाई मुजी तिम्रो आदेशमा समाएको हो भने लाज लाग्दैन मुजी? तिमीले मुजी कस्तो कल्चर सेट गरेछ मुजी सोसाइटीमा? तिमी मुजी एउटा 16-17 वर्षको पुच्चेलाई डिस हानेर तिमीले मुजी करियर स्टार्ट गरे हो बालेन दाई मुजी। चेतना भया मुजी, रुट नबिर्स मात्र चोदी मुजी। अहिले आएर मुजी छाडा शब्द अपशब्द भयो भनेर तिमीहरू मुजी तिमीहरूको सरकारलाई 1-2 शब्द भन्यो भनेर मुजी जेल हाल्ने? लाज लाग्दैन मुजी? अस्ति केपी ओलीलाई त्यो सरकारबाट निकाल्नुभन्दा अगाडि तिमीहरूले कतिसम्म ताण्डव मचायो? छातीमा हात राखेर भन मादर चोद। तिमीहरू मुजी बाटो बाटोमा गएर मुजी कसको के सान मुजी केपी ओली रन्डीको पान भन्दै हिँड्या हो कि तिमीहरू? त्यतिखेर चाहिँ जायज भयो? मैले स्वयं मुजी केपी ओलीलाई नाना थरी गाली गर्दाखेरि त मादर चोदहरूले मुजी मेरो भिडियो सेयर गर्दै कमेन्ट गर्दै सही हो वाउ भेरी नाइस भन्दै तिमीहरूले कमेन्ट गरिरहेको हो कि मुजी? अहिले आएर वाट चेन्ज मुजी? वाट फकिङ चेन्ज मुजी? बोल्ने स्वतन्त्र सबैसँग हुन्छ मुजी। माछिङ लाडो भाँडो मुजी त्यसो भए शब्दकोशबाट हटा मुजी। नेपाली शब्दकोशबाट हटा मुजी माछिङ लाडो भाँडो हटाउदिनस् भने हामी बोल्छौँ मुजी। दिस इज आवर राइट्स मुजी। हाम्रो राइट्स खोज्न खोज्छस् माछिङ नि लाडो जस्तो सरकार मुजी। तिमीहरूसँग त्यत्रो सम्पत्ति रहेछ, कसरी आयो सम्पत्ति? कि तिमीहरूले जे गरे नि सही हो माछिङ हो? राडीका छोराहरू मुख छाड्ने हो मुजी। के गर्छस् मुजी? मुख छाड्ने हो लाडो। म तिमीलाई ओपन च्यालेन्ज गर्छु मुजी। लामो जस्तो सरकार माछिङ नि जनताहरू यी मुजीहरू गरिबको लागि आएको, दिन दुखीको लागि आएको तिमीहरू। ए मुजी बेलुन राडीका छोरा अस्तिसम्म त मुजी के अरे भाषण गर्दै भन्थिस् त मुजी गरिबका छोराछोरीहरूलाई पढाउन आएको भनेर। त्यही गरिबको मुजी बस्तीमा गएर डोजर लाउँछस् माछिङ। तिमीहरूसँग अरबको सम्पत्ति रहेछ, तिमीहरूलाई कसरी विश्वास गर्ने भने मुजी? कसरी विश्वास गर्ने? तिमीहरूलाई म्याटर गर्दैन मुजी गरिबहरू। माछिङ गरिबको नाममा राजनीति गर्न छोड राडीका छोरा। माछिङ नि मुजी अरूलाई डिस हानेर मुजी आएको मुजी सरकारमा। अहिले उनीहरूलाई 1-2 शब्द भन्दाखेरि मुजी कन्डो पोलेछ मुजी गाँड पोलेछ। माछिङ नि लाडो खा मुजी सरकार।